Hello everyone, welcome back to my channel. Welcome to my भ्लगरसँग हिँड्न त लाज पो लाग्दो रहेछ म त भ्लगर होइन छि म त भिडियो बनाएको मात्रै हो किन भ्लगर बनाउँछ अनि भाइरल भयो भने यो दुनियाँमा सम्भव छैन यो दुनियाँमा सम्भव छैन त्यही भएर हामी चाहिँ यसो हावा खाना निस्केको हो फेरि त मिलिना चाहिँ 3 बजीदेखि रेडी भएको फाइनली 5:30 रेडी भयो ला मेरो त कपाल कस्तो उडायो ला मलाई त राजेश हमाल जस्तो देखियो राजेश हमाल जस्तो देखियो हेर त हामी चाहिँ सर बाइक मलाई दिनु नि कसरी एउटा R15 बाइक मलाई दिनु नि यो बाइक कसरी जुबाको यहाँ भ्लगमा कन्टेन्ट हुँदैन क्या नगर न यत्रो सजकै निस्किसकेपछि उसलाई उसको आज के अरे हामी चाहिँ किन बाहिर निस्केको भन्दाखेरि उसलाई चाहिँ सेल्फी हान्न मन लागेको छ अरे होला त्यही भएर चाहिँ हामी सेल्फी हेर त यो पछाडि हेर त यहाँ कार किन्दैछ एउटा मान्छे कति भाग्यमा हेर त राम्रो हामी चाहिँ यहाँ मोबाइल पक्रियो हिँड्यो कहिले किन्नु कार कहिले किन्नु हुँदैन यहाँ त कारकै सोरुम मात्रै ल्यायो कुनै अरू नै केही बोल्नुपर्छ क्या ओके अब भ्लग नबनाउनु बनाइसकेपछि अलिकति राम्रोसँग सभ्य तरिकाले बोलौँ होइन लामा लिएर आउँछु नि जङ्गलेर आउँछु म नयाँ माइक किनेको थिएँ क्या कसम माइक टेस्टिङ आज हामी घुम्दै रातबाट अनि यताबाट त जान मिल्दैन होला कि मिल्छ यताबाट के उकालोबाट यताबाट जाउँ ल अनि हामी चाहिँ यसो पार्कतिर निस्केको अनि म त क्लोज भएछ भनेको त आम्मामा होइन पो रहेछ त यताबाट जाउँ एउटा गाडी आउँदा पनि यसरी रोक्छ यार त अनि मेलिना उहाँ चाहिँ मेरो साथी मिलिना हेलो मिलिनाजी हाई अनि ऊ र मेरो आज बिदा मिलेको थियो त्यही भएर आज हामी पार्कमा आएको एकछिन होइन रात परिसक्यो सुतेर उठ्दै 4 बजेको थियो होइन हामी चाहिँ अनि रेडी हुँदा यतिखेर भयो सो मेरो साउन्डको साइड छ मैले माइक किनेको साथीहरू हो तपाईँहरूलाई नयाँ खबर सुनाउँछु मैले चाहिँ माइक किनेको थिएँ अनि त्यसरी आज माइक लगाएर भिडियो बनाउँदैछु कति धेरै जाडो भगवान् मेरो त सासै निस्किन आँट्यो अनि यहाँ पछाडि चाहिँ जू देख्न सक्नुहुन्छ अस्ति हामी जू गएको थियौँ तर हामी यस्तै हुन्छ कहानी हामी बाहिर निस्केको बेला चाहिँ लाइक अस्ति पनि 4 बजी आएको 5 बजी जू बन्द हुएको रहेछ अनि 1 घन्टा मात्रै घुम्यौँ आधी 3टा कि 4टा मात्रै हेऱ्यौँ पेन्गुइन हेऱ्यौँ अनि के हेऱ्यौँ जुङ्गेवाला के हो त्यो जुङ्गेवाला बाँदर छाडी जुङ्गेवाला के हेऱ्यौँ हामीले यस्तो त्यो के भन्छ त्यसलाई पनि मलाई नाम थाहा छैन त्यसको के हो त्यसको अनि अहिले चाहिँ यस्तै हो हामी चाहिँ जतिसम्म कोही छैन त्यही भएर म भिडियो बनाउन सकिरहेको छु ओए टिस्यु झिकाउन यार सिगान चाहिँ नाटो मेरो जाडो भएर साँच्चै भनेको के लास्टै जाडो छ कि लास्टै यहाँ छ कि जानु है हिँड न माथि उयोसम्म जाउँ अब यत्रो आइहाल्यौँ भिक्कारमा त्यत्रो मेकअप गरेको कि आधी मात्रै फोटो खिचेर जान्छौँ अनि देख्न सक्नुहुन्छ पछाडि भ्यू चाहिँ राम्रो छ तर हाम्रो मिल्न जति भयो यतिको चाहिँ भयो कि यतिको चाहिँ हुनुपर्छ क्या साथी भनेपछि ओसाका सिटी म्युजियम अब यहाँबाट कहाँ म्युजियम छ यहाँनिर के ऊ म्युजियम हो त्यही त हो त
अन्डरग्राउन्ड रहेछ त यहाँ ए ओ यहाँभित्रको एक दिन जाऊँ ल हामी यहाँभित्र कस्तो रहेछ ल ल अनि 4 बजे आउने 5 बजे बन्द हुन्छ अनि के छ भोलि कति बजीदेखि हो काम 5 मेरो मेरो त नाइट हो आनन्द 5 देखि हो 5 देखि हो के पागल 5 देखि 2 5 देखि 2 हेर भ्यू कस्तो मोबाइल देखेछ भ्यू ओ माय गॉड ओ माय गॉड ओ माय गॉड ओ माय गॉड यहाँ बस्छु न म खिच्दै कहाँ ल ल बसौँ यहाँ कता कता देखाएर यहाँबाट यो पछाडिको भ्यू देखाएर चाहिँ मिल्लाको फोटो खिच्नु अरे एकछिन ल म खिचिदिइहाल्छु अनि भेटौँ मिल्नाले मेरो फोटो खिचेको म आयो मऱ्यो म हाँसु ओ यता त नजाउँ जङ्गल छ यहाँ लास्टै छ अनि त्यही त नि फुल छ भन्थ्यो त यता यता जुन उयो हेर त कस्तो राम्रो लाइटिङ ओ आउ न जाउँ न त्यहाँ होइन स्केटिङहरू खेल्दै रहेछ स्केटिङ खेल्न आउँछ तिमीलाई स्केटिङ खेल्नु खेलौँ खेल्ने आउँदैन स्केटिङ खेलौँ न रहेन आउँदैन के हुँदैन कि केही हुँदैन कि भोलिपल्ट यस्तो ज्यान दुख्छ यस्तो ज्यान दुख्छ किन हामीले खेल्दा नि हुन्छ कि हाम्रो फाँची टिकटक बनाऊ न आउने भए त मैले तिम्रो फोन नै माग्थेँ किन बत्ती लाउनु भयो टिकटक बनाऊ न मेरो त ग्लास चेन्ज गर्नु भएको कि त्यो अब बाघसँग सेल्फी होइन हेर न बाघसँग सेल्फी खिच्नु बाघ ठाउँमा जाने ल What is this? Oh my god, कस्तो चिसो 1 2 3 and selfie with bag. Then no मजा ओ यहाँ हेर कस्तो राम्रो आयो Oh my god ल्याउ न म यहाँ सेल्फी लाउ सेल्फी हान ल एक्लै चुइगाउँ खाँदिरहेको रहेछ यत्रो घरमै त्यो घरबाटै आएको मैले सिगानु पुस्दैन के गर्नु चाहन्थ्यो मिल्नलाई चाहिँ उहाँ पर 3-4वटा कोरियन होला नि तिनीहरू कोरियन केटाहरू हेर्न लाज भयो अरे फोटो खिच्न मान्दैन अब यहाँ बस न भन्छु ढिलो भइसक्यो उहाँ पर चाहिँ त्यो देखाइदिनु उहाँ परको मान्छेदेखि लाज भएकोलाई ऊ परको देखेको पनि छैन देखेको पनि छैन हुन्छ र यो मिल्नलाई चाहिँ होइन आऊ मिल्न सेल्फी हान्यो तर उसको चित्त बुझेन टोपी खोलिराख्ने टोपी लगाइराख्ने तर उसको चित्त चाहिँ बुझेन त्यही भएर चाहिँ हामी जाँदैछौँ हामी कहाँ जाँदैछौँ क्युटी पाई यत्तिकै म भरे निकालिदिन्छु यत्तिकै फोटो कसरी हान्ने हो र यो भिडियोमा सिल्नु नआउन के भयो भइरह भयो साँच्चै के हुन्छ हो र भएन भने निस्किन्छ नि तर भिडियोबाट निकालेको फोटो राम्रो हुन्न क्या आमा स्केटिङ खेलेको हेर कहाँबाट हो मलाई त कस्तो वृन्दावनमा भाटभटेनीमा स्केटिङ खेलेको याद आयो भाटभटेनीमा क्या फेरि उता पश्चिमको मान्छे वृन्दावन भने कहाँ थाहा छैन झापा हो झापा बुझ्यौ झापा हो उमाइको उयो ठुलो मान्छे पनि खेलिरहेको नि त है 2 दिन बिदा भएको दिन चाहिँ आउनुपर्छ जस्तो एक दिन अगाडि नै क्या एक दिन अब रेस्ट चाहिन्छ नि त लडेर यस्तो छ त्यो नजिकमा रौनक ओ माई गड हेर कति राम्रो गाड हो हेर न गाड यहाँ यसलाई जुम गरौँ ल मार्छ होला बस्नु खान्न
म्याक खान्छ जाने हिँड न म्याक खाएर जाने खाना खानु छैन पेट दुख्छ कि म्याक खाइ त पेट दुख्दैन के लाग्नु ग्यास्ट्रिक म त फेरि अब त भिडियो नगर न उसलाई ग्यास काटै ग्यास तँ काटै म त मरै नि खाने नि त ग्यास्ट्रिक हुने मान्छेहरू देखाउनु पर्छ अनि केही खाना खानु पर्यो नि भात कति खानु कि भात कति खानु कि भात कति खानु ओइ त्यो काट है म त काट्दिनँ मरै नि खाने ग्यास्ट्रिक हुने मान्छे ग्यास्ट्रिक हिँड न म्याक खानु जाउँ क्या हिँड न के हुँदा के हिँड तर म यस्तो छ्याममा टोपी लगाएर टोपी खोल न पागल टोपी खोल कि तिमीलाई लगायो भने पनि के काट्नु म त काटै कसरी काट्नु आउँदैन मलाई म एडिट नै गर्न आउनु भ्लगर भन्छ चितो यो काट्नु भने ल भ्लगर बनाउनु आउँदैन म होइन मलाई आउँदैन यो काट्न आएन भने यो नकाटी हालिनु भने मलाई आउँदैन मैले यही बोलेको काटेगिरी अर्को नकाटे म कहिले भनेको छैन मलाई आउँदैन मरे नि आउँदैन अच्छा मरे मेरो हातले त के थाहा पाउनु छोड्यो कति चाहिँ जाडो हो जिउ जाने जिउ किन जानु हौ जिउ कस्तो लुगा हेरेर आउनु ट्राई गरेर लिएर आउनु लिएर त होइन ट्राई चाहिँ गरेर आउनुपर्छ गु जाउँ भनेको मान्दैन गु नहेर त के साह्रो आनन्द यिनीहरूलाई केटा र केटी मस्कै हिँड्नु झट्टी हान्न मन लाग्छ क्या यिनीहरूलाई त म टिपेर केटा र केटी देऊ भने त मलाई के गर्नु भन त तिमीलाई त्यस्तो हुँदैन मलाई त झट्टी हान्न मन लाग्दैन केटा केटी कपाल देख्यो भने आफ्नो बोयफ्रेन्ड छ नि त उसको त्यही भएर छैन मेरो बोयफ्रेन्ड छ त्यही भएर मलाई अरूको जोडी देख्दा राखा लाग्दैन चुम्नु मन लाग्छ चुम्यो दुनियाँलाई आफ्नै बोयफ्रेन्डलाई चुम न आफ्नो त भए चुम्नु नि मेरो त म केही कुरै गर्न चाहदिनँ यस्तै भयो तिमीले साँच्ची राख्ने म त हाल्ने हो त भिडियो यतिकै हाल्छु सब हाल्छु सब कस्तो हाल्छु कि म नभए किन यत्रो भिडियो बनाएर माइक यसो माइक छरेर हिँड्थेँ भन ल म अभियसली हाल्छु नि भिडियो हाल्छु इस तिमीलाई क्या काट्छु मलाई चुट्ट पारै यतिकै हाल्ने यही हाल्छु यही पनि नकाटिहाल्छु काट्नुपर्ने कारणै छैन किन कसैले हेर्दैन अलिअलि हेर्नुहुन्छ हेर्नु त तर यतिको चाहिँ हुनुपर्छ यतिको कन्फिडेन्ट भन्ने कुरा हुनुभयो कसैले होइन नहेर्ने पनि होइन अभियसली थोरैले त हेर्छ तर 5-10जनाले हेर्दा के फरक पर्छ र त्यही पनि केयर हुँदैन क्या कसैले केयर नै गर्दैन क्या मिल्न साँच्चै भनेको हामी के सोचेर ओइ कस्तो राम्रो घरको डिजाइन रहेछ नि माथि हेर माथि नै घर क्या त्यो हुन्छ नि घर बनाएको अनि माथि चाहिँ टपमा चाहिँ घर क्या उसले फेरि चाहिसकिन् कति मिठो भनिसकिन् कस्तो रहेछ टेस्ट एकदम गुलियो एकदम गुलियो जाडो भएन होइन म कक्रियो यहाँ कामेर अब यहाँ हेर ल म यो अनि मोबाइल यो चिप्लिन्छ क्या हात लास्टै चिप्लिन्छ क्या त्यही भएर तिमीले लाएन र तिमीले लगाएको छ ब्लग पागल नि लाउ त म लाउँछु मोबाइल पक्रिदेऊ न एकछिन भ्लग बनाउँदै गर जाऊ यसमै बोल्दै गर बनाउनु के भन छाडा खोल न होइन
उसले त मलाई चिप्पादिन म झाडी लागे उनले मलाई सिकाएको मेरो गुरु हो ढोकरे गुरु अरे यता होइन यता पो पागल जे पाए त्यही बोल्छन् छाडा फाडा मान्छे यस्तो बोल्नु हुँदैन नि पर्दैन कि हिँड्दै पुगिन्छ कि ए भ्याइथ्यो क्या अघि भ्याइथ्यो क्या भ्याइथ्यो क्या पखर यता यता हो कि उयानिर हो कि अस्ति म उयानिर उयो जिउमा आएको थिएँ कि हराएँ हो जिउमा अन्त एक्लै त अनि चलो मैले साइकलमा बाटो छोड्दिनँ मन लाग्छ क्या मैले साइकल कुदाएको कसैले बाटो छोड्दिनँ उत्तिरी ओइ त्यो रामेन खान मन लागेको छ मलाई रामेन त्यो जापानिज रामेन त्यो कस्तो टेस्ट हुन्छ कस्तो अस्ति नि तिमी र समिजा गएको होइन कस्तो टेस्ट हुन्छ मेरो समिजालाई मनपर्छ है मलाई त्यो टेस्ट गर्न मन मैले खाएकै छैन टोपी मैसी लगाउनु के हुन्न कि गर्नु कसैले केयर पनि गर्दैन क्या मिल्न जाडो आफूले केयर आफ्नै गर्नुपर्छ क्या त्यही त कार्ड मरै नि काट्दिनँ मलाई सबै काट भन्छ कुन भिडियो हाल्नु भने सबै काट्नु मलाई चाहिँ म के दिनु मेरो काम थियो नि त पागल कति छाडा बोलेको मिल्न तिमी त बिग्रिसक्यो सोध्दा तिमी त यस्तो थिएनौ त यही त जान्छ के खाने अब यहाँबाट अर्डर गर्नुहुन्छ साथीहरू मैले चाहिँ यत्रो बेर भिडियो बनाएँ यत्रो बेर भिडियो बनाएँ होइन यसमा बोल्दा बोल्दा गरेर कुरो यो हरे बोलेको रहेन रहेछ क्या अनि मेरो चाहिँ साउन्डै आएको रहेन रहेछ अनि फाइनली अब चाहिँ अब हामी चाहिँ खाइसक्यौँ अनि त्यसरी अब चाहिँ रुम जान्छौँ होइन अनि रुम गइसकेपछि चाहिँ अब त्यही अब कहीँ गइँदैन नि त अनि त्यही भएर चाहिँ भिडियो यहीँ इन गर्न लागेको अनि मिलाउँदैन अघि नगरौँ न यहाँ भिडियो इन गर्नु क्या बाई बाई साथीहरू बाई बाई जाउँ थ्याङ्क्स फर वाचिङ भन सब्सक्राइब गरिदिनु भन रिक्वेस्ट गर न यार यति राम्ररी रिक्वेस्ट गरेपछि कस्तो एउटा सब्सक्राइब त नगर्ला छिटो आएको मैले सब्सक्राइब गरेँ होइन अब के भन्नु साथीहरूको भलाइ देख्न नसक्ने साथीहरूको खुट्टा तान्ने कि छोरी मान्छेको खुट्टा तान्ने छोरी मान्छे नै हुन्छ भनेर यही हो साथीहरू सो उसले त सब्सक्राइब गरेको उसको मोबाइलबाट त म आफै गर्छु डोन्ट वरी होइन तपाईँहरू चाहिँ प्लिज मेरो च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु प्लिज 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 सो अनि अर्को भिडियोमा भेट्दा धेरै धेरै माया छ अनि तर म यसरी पब्लिक ठाउँमा यसरी बोल्न सक्ने भने त राम्रै भयो क्या म लाइक ममा अलिअलि कन्फिडेन्ट आउन थालेको छ क्या आउनु यहाँ मेरो 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 अलिअलि कन्फिडेन्ट आउनु थालेको छ नि जबदेखि यो 17 Pro Max यस्तो त यो त म काट्छु यो त म 100% काट्छु कपाल काटेदेखि हो क्या कपाल काटेदेखि सुन मैले भिडियो बनाउनु थालेँ त अस्ति कपाल काटेदेखि हो नि त होइन लाइक मैले जब कपाल काट्छु भनेर मैले डिसिजन गरेँ नि त्यहाँदेखि चाहिँ लाइक कपाल काटिसकेपछि तपाईँहरू नि काट्नु क्या कपाल कसम कन्फिडेन्ट आउँदैन उसको त कम हो उसको त खुट्टा छुने अन्त कपाल अनि उसलाई चाहिँ सो त्यही नै हो साथी हो जानु नयाँ हुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु थियो 1000 सब्सक्राइब हुन्छ भोलिपर्सि मेरो अटोग्राफ लिन आउँदा गल्ले अरे यो चाहिँ कस्तो म त नाइदिनु कस्तो कन्फिडेन्टै
फोन भिडियो नै गीत छ कि त्यसमा साथीहरू हेरिदिनु ल रिक्वेस्ट गरेर क्या पोलाइट बुझ्दैन न जापानिज त हेर्दैन अनि गएपछि सानो माया गरेको अनि गएपछि यति क्युट क्युट छ नि त म चाहिँ के हो यो यस्तो यस्तो कन्टेन्ट हुन्छ नि त यसलाई केही थाहा छैन गवारे हो भन्ने टाइपको के हुन्छ नि गवार जस्तो के रहेछ हो यो भनेर यता त गरेको भयो हौ जुन त्यही नै हो ल साथीहरू सब्सक्राइब साथीहरू यति माया उसले माया गरेछ प्लिज तपाईँहरूले पनि माया गरिदिनु होला मेरो च्यानलमा सब्सक्राइब हुँदै नभएको साथीहरूले माया गरिदिनु होला साथ सपोर्ट र माया दिनु होला उनीहरूलाई सब्सक्राइब गरेर प्लिज भिडियो हेरिदिनु गरिदिनु होला सब्सक्राइब गरिदिनु होला भन्दा बाहेकको के आयो नाक चेप्चेउ नगर्नेको त नगर्नेको म आफै चेप्छु पहिला म आफै गर्छु म उसकोबाट त म कहिले मोबाइल यहाँ गरेको यहाँ ल्याउनु अनि यहाँ ल्याउन गरेर गर्ने हो क्या यहाँ भिडियो बनाउनु कति छाडा बोलेको जस्तै छाडी भयो जस्तै छाडी भयो मेन लाग्यो 3 2 1 and 3 2 1 and go subscribe एउटा बढ्यो सो यहाँ हेर्नु उसले गरी सब्सक्राइब उसको मोबाइलबाट मैले आफै गरेँ सुरुवात आफै परिवर्तन चाहनुहुन्छ भने सुरुवात आफैबाट गर्नुपर्छ नि त त्यही भएर उसले मेरो च्यानलमा सब्सक्राइब गरेर सुरुवात गर्यो त्यही भएर तपाईँहरू पनि मेरो च्यानलमा सब्सक्राइब गरिदिनु प्लिज सो थ्याङ्क्स फर वाचिङ एन्ड बाई गर न बाई गाइज बाई